हेलो गाइजहरु एक घण्टा बाटो बनाउँदैछ भन्ने कुरा हुँदैछ अगाडि अब 1 घण्टा बाटोमा बस्नुपर्ने अवस्था सुनेको छ हाम्रो प्रहरी हलदार साहबले अघि भगण्डे विषयमा भन्ने हुनुहुन्थ्यो 1 घण्टा चाहिँ तपाईँ साइड लाएर बस्नुहोस् त्यहाँ चौकी डाँडामा चाहिँ बाटोको पारीको भ्यू ल्याएर वारीपट्टि चट्ट अलि माथि अग्लो बनाएर बर्खाको लागि मजाले चल्ने खालको बनाउने भन्ने कुरा भइरहेछ भनेर कुरा गर्दैछन् काम भइरहेछ भन्नुभएको छ उहाँले अब हामी अगाडि कहाँ पुगेर चाहिँ रोकिन्छ भन्ने कुरा हो हेरौँ कहाँ पुग्दा रोकिँदो रहेछ अहिले हामी चौकी डाँडा पुग्न लाग्यौँ गाडीहरूको लाइन देखिहाल्छौँ बिस्तारै बिस्तारै होइन त तर बब्बाल सिन आउँछ क्या फेरि यो टाइममा चाहिँ हेर सरर करर हरर मान्छे छ र जाम पनि भेटिसक्यो चौकी डाँडाको उता पारिपट्टि चाहिँ जाम पनि छ अनि अब चढ्ने भन्ने ठाउँ चाहिँ आइसक्यो हामी कहाँ बस्नुपर्ने भन्नुभएको थियो यहीँनिर हो ओट पनि एउटा राखिराख्नुपर्छ फाइनल्ली एउटा ढुङ्गा पनि राखिराख्नुपर्छ हाम्रो गाडीलाई ढुङ्गै त छैन जस्तो चाहिँ कहाँबाट ल्याउनु खोजेर फाइनल्ली 1 घण्टाको लागि ब्रेक ल सबै डाँडा आउँदैछ 1 घण्टा भनेर अघि आदेश दिएकै छ ओट चाहिँ खोजेर लाउनु पर्ने हो 1 घण्टा बाटो भन्दा अघि नै भनिसकेको छ 1 घण्टा हो अब त्यहाँनिर बाटो बनाउँदै हो अगाडि छैन एकुरे ढुङ्गो पनि भेटाइयो ओटालाई हामी भाग्य आनेको होइन बुझ्दै कमाएर भन्छौँ भेटाइयो फाइनल्ली होइन हामीले चाहिँ हामी अहिले लास्ट गाडी भएको छौँ भने एकछिनमा अरू फर्स्ट गाडी सम्भावना जाँदा पनि अगाडि जानु होला ग्रुपमै बस्नु होला अगाडि गएर अहिले भरे अनि धेरै टाढा नजानु गाडी नम्बर चाहिँ याद गरिराख्नु होला फोन नम्बर 9661 हो फोन नम्बर भएपछि त ढुक्कै हुन्छ ब्रेक प्याड हिजो फेरेर आयो कता गयो ओए ब्रेक प्याड हिजो फेरेर आयो कहाँ गयो ओए ब्रेक प्याड हिजो फेरेर आयो त्यही भएर त पुरै गनाइराख त ओए कस्तो बवाल देखिरहेछ यार गाडी त यस्तो दामी देखिने हाम्रो उहाँ चाहिँ रामजी 1 घण्टा है 1 घण्टा फाइनल्ली 1 घण्टालाई चाहिँ होइन ब्रेक 1 घण्टा ऊ बनाउँदैछ अरे त पढाउँदै थियो हामीलाई पनि पढाइ ढुङ्गा लिएर अलि मास्तिर गर भर्खरै कुरा गरे हो क्या हामी पनि भर्खर आइपुग्दैछौँ अघि नै पुलिसले भने हो इन्फर्म गराइरहेको थियो अब पुरै बनाउँदैछ बाटो अगाडि गएर बसिहाल्नु छिर्ने भनेर त कोही कहाँ गयो रामजी बाटो बनाएको ठाउँतिर चाहिँ जानुपर्ने हो कि हेर्नलाई भिडियो बनाउनलाई जोस् बर्खा गाडी कुद्ला जस्तो कुरो आयो त हातै दुख्ने टक 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 बर्खा गाडी कुद्ला जस्तो गर त हौ गाइजहरू ओए हल्दीबारी पनि रहेछ त यहीँनिर काहले बुढाको गाडी ओ फाइनल्ली हल्दीबारीहरू पनि अरे कस्तरी दिएर नि फेरि जुम आउट हान्नु पर्ने काफले डिलक्समा ब्याकलाइटहरू पनि काफले मोबाइल हराएको भर्नै पुगेको कसपछि कहाँ नमस्ते गर्छु गाडी लग्नेलाई आज पनि साला छिटो काठमाडौँबाट हिँडे पनि पुग्ने उही टाइम भएपछि के चाहिँ गर्नु गाह्रो छ हौ बिहानको गाडी पनि खाली
साला छिट्टै पुग्ने गरी हिँड्यो भने पनि लास्टमा पुग्ने चाहिँ त्यही टाइम भएपछि चाहिँ नि के गर्नु त जननी जन्मस्थ स्वर्गदपि गराएसी जाममा पराएसी क्यार्नु होइन क्या छिट्टै पुगौँ भनेर हिँडेको दिन चाहिँ झन् जाममा परेपछि त कस्तो राम्रो बिल्डिङ बनाएर चाहिँ वाउ होइन भिडियो बनाइराख्ने अनि मिलाएर हाल्ने क्या जाउँ क्या जाउँ कहाँ ए पुरै होइन त्यो जति पुस्यो उति चम्काउने हो क्या जति मस्कायो उति चम्काउने चम्काउ चम्काउ अफ गर्नु हुँदैन र है अफ गर्नु हुँदैन सुन्दर हरैचाको बरैचा बजाएर हेर त मान्छे हजार कति अगाडि आउनु भएको होला यसरी जाममा पर्नलाई अरे दादा के भइहालेछ तिमीलाई त्यहाँ आउनु म 1x हान्ने 2x हान्ने बित्तिकै यहाँ आयो अब फुल्ली तिमी डिटेलिङमा यता हेर त ओइ यता हेर त मुस्काउँदै एकचोटि ओ दादा रे दादा के भइहालेछ यहाँ चौकीडाँडामा दादा खुल्या हो र यस्तो अवस्था छ त ओइ खुलिसक्यो र बाटो के खोल्नु मिला होला नि गाडी कहाँ खोल्नु यार यो पुरानो बाटो यस्तो राम्रो थियो यार मङ्गलटार 12 किलोमिटर भनेको तलबाट जानुपर्छ यस्तरी ओ माइला गड जाममा त अनि यत्रो धेरै लामो रहेछ त जाम गाह्रो भयो त काम हुनुपर्छ हुन्छ यस्तो राम्रो बाटो भएको ठाउँमा चाहिँ हैन कति रुपियाँ लाग्ने हो र 10,000 चाहियो रे नि त हाम्रो गाइजहरुलाई 5 त देखाइदिहाल्यो 10,000 चाहियो रे कठै पर्यो यो जामले त हैरान पार्यो यार माकुरी जाम पनि के बित्यो है